बाटो ल्याउ खायो ओहो ल फाइनल्ली म चाहिँ धरान आइपुगेको छु आज धरान आइपुगेको छु र म अनि यहाँ पनि भेटेको छु अझै दुईजना मेरो केटाहरू भेट हुँदैछ यहाँनिर तर म कति वर्षपछि भेट्यो भन्दा भाइ 2 वर्ष जति अनि यस्तो भएको रहेछ पार्क चाहिँ खतरा अहिले चलिरहेछ भाइरल छ म पनि आज आइपुगेँ यता उभो रहेछ पार्कहरू छिर्ने म जाँदैछु अनि यता पनि बन्दै रहेछ उतापट्टि पनि बन्दै रहेछ ल भेट भयो त के हो यो यस्तो भेट भयो नि होइन ठिक छ होइन हामी छ नि अहिले नपुगेको क्या हुन्छ हामी पनि ढिलो भयो क्या हुन्छ नि हामी यहाँ के छिरिसक्यो भनेर नि हेर्दा पर्खिँदा भयो नि त अनि सङ्गम के छ खबर होइन नि तिमी हामीले एकचोटि यहाँ पिपल रोपेका थियौँ यहाँ माथि होइन त्यो पिपल ठुलो भयो कि उखालेर फालिदिए कि त्यस्तो त्यो राति तपाईँहरूले बलेको देख्नु भएको थियो कि थिएन यो पुलमा रहेछ है यो पुल रहेछ बगाल रहेछ अब हामी पनि छिर्दैछौँ यहाँनिर माली हुँदो रहेछ ल बवाल रहेछ है तपाईँहरू पनि एकचोटि आएर भिजिट हान्नु पऱ्यो म पनि अवश्य आउनै पर्ने ठाउँ होइन आएको छु 4-5 वर्षको ग्यापमा आएको छु हामीले पनि यहाँ एकचोटि बिरुवा रोपेका थियौँ वृक्षारोपण गरेका छौँ त्यो बिरुवा पनि हेर्नेछौँ छ कि छैन ल हामी चाहिँ पस्न लाग्छौँ संस्कृति पार्कमा अनि यहाँ चाहिँ टिकट हान्नु पर्दो रहेछ प्रति शुल्क चाहिँ 20 रुपियाँ राख्नु रहेछ एकजना बराबर यहाँ चाहिँ टिकट काउन्टर यहाँ हुँदो रहेछ हामी पस्यो है त अब चाहिँ ल केटा वेलकम तिमीहरूलाई वेलकम छ वेलकम केटा वेलकम खोइ अर्को पिउने पानी खै भाइ एउटा भाइ हाम्रो ल हजुर भाइ ल ओहो माइ गॉड के हो यार यस्तो पुरै चेन्ज भइसकेछ नि त्यसमा हामीले रोपेको त यतातिर हुनुपर्छ ए अगाडि हो यस्तो भएछ यार गाई मैले सोचेको थिइनँ मैले यति बवाल छ भने यस्तो सोचेको थिइनँ यति दामी भएको रहेछ ल गिटी कुट्दैछ हर्का साम्बाङले गिटी कुट्दै हुन्छ क्या हर्कासँग अरू त सांसदज्यू भाले रहेछ हजुर हामी होइन हामी भेडा त भन्नु पर्यो नि अब यस्तो अब गरेर जाँदाखेरि पनि मान्छे धन्न फोटो खिच्नु ल ओहो के लागिरहेछ त तिमीहरूलाई तर तिमीहरू त आइरहेको हो धरान बस्ने म फर्स्टचोटि भन्दा पनि आएको पहिला तर यस्तो पार्क बनिएको थिएन ल यहाँ रहेछ ल हामीले चाहिँ पहिला यहाँनिर पिपल रोपेको थियो यो बाटोले गर्दा भनेपछि मिस्टेक परेर गएछ है हामीले यहाँ पहिला वृक्षारोपण गरेका थियौँ कि एउटा बिरुवा यो बाटोले गर्दा हटेछ केही छैन स्कुल जाँदाखेरि बिगारेर होइन कपडा बिगारेर आमा गोदाइ खाने बल्ल बल्लको लुगा अरे सिलगढी जाने पहाडमा त पहिला हालपालमा जाने कति नयाँ राम्रो लुगा हुँदैन थियो त हो नि छिरै थिएन ड्रेस त्यसो माथि कुखुराको भालेले दिशा त बताइरहेछ त लाउरे बाजे यो गोर्खा पार्क यही हो के अरे गोर्खा चौतारी चाहिँ हो हामीहरूले खतरा भाइरल भइरहेको देखेको ठाउँ चाहिँ यो रहेछ है तर यो त कता माथिबाट टपबाट खिचेको देखाएको थियो ए माथितिरबाट खिचेको क्या हो पाहाडबाट खिचेको देखाएको थियो कि रुखमै चढेर हाल्यो ल हामी पनि यहाँ 2-4वटा फोटो झ्याप खिच्नेवालामा छौँ हजुर सुपदेखि अहिले एकछिन फोटो खिचौँ न ओ कताबाट बसिरहेको छ किन भइरहेको छ
आरा धरान भन्ने चिज चाहिँ यहाँ रहेछ होइन त यहाँ भुपु लाउरेहरूलाई चाहिँ फ्री इन्ट्री हो के हो उनीहरूले गर्दा त बनेको हो अझ माथि उहाँ उस सेक्युरिटी बसिराखेको जस्तो देखिरहेको छ त माथि होइन आफ्नो सेक्युरिटी त बसिराख्नु भएको छ हो बबाल लास्टै खुसी लाग्यो यार तिमी सौगम त आएको थियो होला नि बनेर पनि कतिचोटि होइन काम पनि गर्नु आयो भने कामै पनि नगएको भने त्यसो त तर यो बनिसकेपछि भन्ने कुरा चाहिँ म चाहिँ फर्स्ट टाइम हो क्या ल आज मौका मिल्यो यो फिल्ममा त्यो माथि बनाउँदाखेरि यत्रो ठाउँमा छ अनि यतापट्टि कहिले हामीले बोकेर बनाएको छ पिल्लाहरू सबै खाएको यसको फ्रेममा पनि यस्तो पुरा यो खुकुरी क्रस रहेछ कि माथि जाऊँ न ल एकचोटि घुम्नै पर्ने रहेछ है यहाँ चाहिँ तोप रहेछ तोप त्यो पारी भित्ताको मुसा मार त केटा हान त पारी मुसालाई ताकेर हान त मुसाई मरिसक्यो ल तपाईँहरू पनि एकचोटि आउनु होला घुम्नुलाई एकदमै सुन्दर रमाइलो छ गोर्खा ब्रिगेड यस्तो छ जा भाइ जा पर्सि त पनि त्यो कुकुर लिएर उफ्रिने हो नि त यो त होइन यो चाहिँ होइन अर्को चाहिँ फेरि चाहिँ यही हो है ल आइज सिङ्गापुरको होइन त यो चाहिँ सिङ्गापुरको लोगो ल यो हो नि त पर्सि तैँले लाउने ड्रेस यही जानिन्छ ल बस तिमीहरूको फोटो खिचिदिन्छु बस त्यहाँ ल त चिज त्यो किन छुको त लड्छ भारी टक्क बिसाइराख्नु भएको छ अहिले बाजेले तेरो फेरि नछु लड्छ नुन रहेछ अनि माथि चाहिँ तेल सेल रहेछ पछाडि खाने पिनेको लागि कराई थाल भाँडा पुनीहरू बाजेको चाहिँ एकदम हेभी रहेछ तेलहरू बोक्नु भएको रहेछ कहाँसम्म पुग्ने उहाँ पनि जियोस् मलाई चाहिँ अब यहीँ लेखेको रहेछ मैले भन्नु खोजेको कुरा चाहिँ यहीँ लेखेको रहेछ पुर्खाको इतिहास ढाकर पहिलाको बाबुबाजेले ढाकरमा बोकेर नुन तेल खुवाउँथे भन्ने खालको इतिहास चाहिँ यहाँ झल्काएको रहेछ कि यहाँ नुन तेल ढाकर नुनहरू माथि तेल डाडु पुनी खाने बाटोमा बसेर बिसाउने यहाँ चाहिँ हलो सलो रहेछ जोताहरू चाहिँ फुकाएर लागेको होला च्याब्रुङ रहेछ यो बजाऊ त ल यसमा मेरो एउटा फोटो जान्छ लिम्बूको चाहिँ है यता मेरो यो यस्तो गर्दा म फोटो खिच्नु पर्यो यत्तिकै अठाएर भिडियो भइरहेछ भिडियो देखिँदैन त ल राखेँ मैले बिसाएँ ल हामी चाहिँ अघि पस्यो अब चाहिँ एक्जिट भइयो बाहिर निस्क्यौँ कस्तो लाग्यो धेरै चेन्ज भइसकेको छ अस्ति पनि आउनु गएको थिएँ धेरै चेन्ज भइसक्यो फेरि पनि
राम्रो लाग्यो एकदम रमाइलो छ है सङ्क्रान्ति पार्क तपाईँहरू पनि आउनु होला अनि यहाँनिर चाहिँ फेरि नाचगान पनि भइरहेछ नाचगान भन्दा पनि गाइने दाइहरू नाच्दे त एकचोटि नाच्नै आउँदैन मलाई नाच्दे त भाइ सङ्गम एकचोटि नाच्देऊ न हो के हो भने के आउ त्यो पानी यता पनि ल्याउ ल यहाँ मैले चाहिँ नचाउनु आँटेको छु ल केटोलाई नाच्छ होला सायद नाच्देऊ न नाच्देऊ न एकचोटि अलिक उता 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 अलिक उता उतै खायो केटोले अब खायो केटा तिमीहरू नि आऊ नाच्नु यहाँ भयो पुग्यो पुगेको केटो लजाएर भएको फाइनल्ली 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 हामी चाहिँ घुमिसक्यो अब निस्क्यौँ हामी घुमघाम गरेर तपाईँहरू पनि एकचोटि आएर घुमिदिनु होला बवालै रहेछ बवालै ठाउँ भएको रहेछ आउनु होला तपाईँहरू पनि है त मटर किन्ने होइन भाइ